सम्पूर्णमा नमस्कार, शुभ प्रभात, गुड मर्निङ। यहाँहरू देख्न सक्नुहुनेछ मनोरम दृश्य हाम्रो सोलुखुम्बु जिल्लाको पत्ताले स्थितबाट लिएको एकदमै सल्लाहको यो जङ्गल हेर्न सक्नुहुनेछ। त्यस पछाडि हाम्रो एकदमै मनमोहक हिमाल दुधकुण्ड यहाँहरूले देख्न सक्नुहुनेछ। एकदमै यो चाहिँ आज वेदर क्लियर भएर एकदमै स्पष्टसँग देख्न पाइएको छ भने हाम्रो विश्वको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट सगरमाथा नेपालको गौरव, नेपालको शान 8848.86 मिटर हाम्रो सगरमाथा 15 जोलीको हिमाल भनेर नै चिन्न सकिन्छ। यहाँ चाहिँ हामीले प्रत्यक्ष लाइभ गरिरहेका छौँ, यहाँहरूले पनि देख्न सक्नुहुनेछ। यहाँ चाहिँ हाम्रो माउन्ट एभरेस्टमा चाहिँ अलिकता वेदर क्लियर नभएर राम्रो देख्न पाइएको छैन। यो चाहिँ अलिकति राम्रो देख्न पाएको भए झन् राम्रो हुने थियो, तर दुधकुण्ड भने एकदमै क्लियर रूपमा देख्न पाइएको छ। ल हजुरहरूलाई यो भिडियो हेर्नुभएकोमा, मनोरञ्जन लिनु भएकोमा धेरै धेरै धन्यवाद। अब भिडियो त आयो, बनाए कसले भन्ने हजुरहरूलाई जिज्ञासा होला। बनाउने व्यक्ति पनि अलिकति देखाइदिए। ल हस् त, नमस्कार, धन्यवाद।